के तपाईँलाई थाहा छ नेपालमा 90% डेयरी फर्महरू सुरु भएको 2 वर्षभित्रै बन्द हुने अवस्थामा पुग्छन्। जोसमा आएर ठुलो लगानी त गरिन्छ, तर केही कुराहरू नमिल्दा धेरै उद्यमीहरू डुबिरहेका छन्। यदि तपाईँ गाई भैँसी पालन व्यवसायमा सफल बन्न चाहनुहुन्छ र आफ्नो लगानीलाई सुरक्षित गर्न चाहनुहुन्छ भने यी 5 कुराहरू तपाईँको लागि गेम चेन्जर बन्न सक्छन्। नम्बर 1, ब्रिड सेलेक्सन। सबै गाई वा भैँसीले धेरै दुध उत्पादन गर्न सक्दैनन्। नेपालको हावापानी सुहाउँदो गाईमा जर्सी वा होलिस्टिन र भैँसीमा मुर्रा भैँसी छनौट गर्नुपर्छ। व्यावसायिक रूपमा गाई भैँसी पालन गर्न चाहने किसानहरूले पशु खरिद गर्दाखेरि पशु चिकित्सकबाट अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गराउनुहोला। नम्बर 2, गोठको बनावट र जैविक सुरक्षा। गाई भैँसीको गोठ धेरै महँगो होइन, तर गाई भैँसीको लागि कम्फर्टेबल चाहिँ हुनुपर्छ। गोठ बनाउँदा कम्तीमा पनि 3-4 घन्टा घाम लाग्ने ठाउँ हुनुपर्छ र गोठमा हावा ओहोरदोहोर हुने, भुइँ सुक्खा र सफा र नचिप्लिने हुनुपर्छ। गाई भैँसीको गोठमा बाहिरको मान्छे र गाडी सिधै प्रवेश गर्न नपाउने गरी जैविक सुरक्षा अपनाउनुपर्छ, जसले गर्दा तपाईँको खोर गोठमा खोरेट, लम्पी स्किन जस्ता सर्वरोगहरूको जोखिम कम रहन्छ। नम्बर 3, घाँसमा आधारित पशुपालन। डेयरी फार्म घाटामा जाने मुख्य कारण भनेको दानाको भरमा पशुपालन गर्नु हो। व्यवसाय सुरु गर्नुभन्दा अगाडि नै पर्याप्त मात्रामा घाँस खेती गर्नुपर्छ। अहिले नेपियर घाँस लगाउने उपयुक्त समय हो। तोरी उखेलेर नेपियर घाँस लगाउनुभयो भने बर्खामा तपाईँलाई घाँसको कुनै समस्या हुन्न। नम्बर 4, लगानी र प्रतिफल। डेयरी फार्मिङमा गाई भैँसी खरिद, गोठ निर्माण र मेसिनरीमा ठुलो रकम चाहिन्छ। त्यसकारण 5 देखि 10 वटाबाट सुरु गर्नु एकदमै राम्रो हुन्छ र फार्म खोल्नु अघि दुध कहाँ बेच्ने, कसरी ढुवानी गर्ने, कसरी बेच्ने भन्ने कुरा पहिला नै तय गर्नुपर्छ। नम्बर 5, जोखिम र चुनौती। पशुपालन व्यवसायमा ठुनेलो, खोरेट, लम्पी स्किन जस्ता रोगहरूले रातारात तपाईँको फार्म बर्बाद पार्न सक्छन्। त्यसकारणले जैविक सुरक्षामा एकदमै ध्यान दिनुपर्छ र प्रत्येक पशुहरूको अनिवार्य रूपमा बिमा गराउनुपर्छ। यो व्यवसायमा 365 दिन नै काम गर्नुपर्ने हुन्छ, खट्नुपर्ने हुन्छ। यदि भरपर्दो जनशक्ति नभएमा आफै खट्न तयार हुनुपर्छ र कहिलेकाहीँ दुध नबिक्ने समस्या, मिल्क होलिडेको समस्या पनि आउन सक्छ। यस्तो बेलामा तपाईँले पनिर, दही, घिउ बनाउने सिप पनि हुनुपर्छ। यो व्यवसायमा आउन सक्ने चुनौतीहरूको लागि तपाईँले पहिला नै तयार रहनुपर्छ।